समाजको आवाज.com। यदि तपाईले अहिलेसम्म यस च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने प्लिज सब्स्क्राइब गरिदिनु होला र साइडको घन्टीलाई पनि एकचोटि बजाइदिनु होला। आज हामीसँग कुराकानी गर्नका लागि हामीसँग भासी इन्टरनेसनलका फाउन्डर लिङ्कन एभरेस्ट हुनुहुन्छ। उहाँसँगको कुराकानी जोड्दैछु। 27 वर्षको अमेरिका बसोबासपछि अहिले उहाँ नेपाल फर्कनु भएको छ। यही मौकामा हामीले पनि उहाँलाई भेटाएका छौँ र उहाँका विभिन्न पाटो नेपाल आउनुको उद्देश्यबारे पनि बुझ्न खोजिरहेका छौँ। लिङ्कनजी, स्वागत छ समाजको आवाजमा। थ्याङ्क यू। आरामै हुनुहुन्छ? यो लिङ्कन एभरेस्ट अलिकति नयाँ, अलिकति नौलो, नाममै नौलोपना हामीले पायौँ। खास यसको अर्थ के होला? यो लिङ्कन एभरेस्ट भन्ने कुरामा चाहिँ मानिसहरूलाई कन्फ्युजन पनि होला सायद। लिङ्कन भनेको चाहिँ एउटा, मैले आफूलाई अमेरिकामा बसेको लामो समयदेखि मैले नेपाल र अमेरिकाको दुईटै ठाउँ र दुईटै समाजलाई मेरो जोडिने हिसाबले मैले नेपाललाई चिनाउनको लागि मैले एभरेस्ट नाम राखेको हो। र लिङ्कन भनेको अमेरिकन प्रेसिडेन्ट, सबैभन्दा ठुलो मानिएको प्रेसिडेन्टमा उहाँले गरेको योगदानलाई कदर गर्दै मैले लिङ्कन एभरेस्ट भनिराखेको हो। र म पनि एउटा समाजसेवी बन्छु र एउटा नेपाललाई चिनाउँछु भन्ने एउटा मन्त्र लिएर मैले आफ्नो नामै चेन्ज गरिकन समाजसेवा लागेको। हजुर, 27 वर्ष अमेरिका जीवनपछि अमेरिकामा बसोबास गर्नुभयो। अहिले नेपालमा एउटा सामाजिक कार्य गर्छु भनेर आउनुभएको छ। यो भाषीको चाहिँ भनेको के हो? भाषीको अर्थ पनि प्रश्न पारिदिनुहोस् न। अवश्य। म 1989 मा अमेरिका गएँ र मेरो पहिलो लाइन हो होटल लाइन, हस्पिटालिटी इन्डस्ट्री हो। हस्पिटालिटीको इन्डस्ट्रीमा काम गर्दा गर्दै म यहाँ नेपालमा अन्नपूर्ण, मल्ल, एकेनिति र एभरेस्ट होटलमा काम गरी इम्पोर्ट एक्सपोर्टको बिजनेस गर्छु भनी अमेरिका लागेको थिएँ। त्यसको सन्दर्भमा वहाँ पुग्दाखेरि धेरै कुरा गर्नको लागि कठिनाइको कारणबाट म फेरि ब्याक टु होटल इन्डस्ट्रीमा छिरेँ। त्यही होटल इन्डस्ट्रीमा छिर्नुको कारणबाट मैले आफूलाई होटल लाइनमा काम गर्दाखेरि प्रत्येक पर्यटकहरूले मलाई सोध्ने गर्न थिए मेरो नामबाट र म कुन ठाउँबाट आएको भन्दाखेरि मलाई चिनाउनको गाह्रो भएको कारणबाट मैले एभरेस्ट भनेरै चिनाउँथेँ। त्यही नाम हुँदाहुँदै मेरो नाम पनि एभरेस्टै हुनुभयो। अब दोस्रो कुरा, म अहिले आफ्नै मेरो प्रफिटेबल कन्सल्टिङ बिजनेस पनि छ, त्यो लिङ्कन एभरेस्ट कर्पोरेसन, र त्यसको साथसाथै नेप्लिज वर्ल्ड वाइड सेफ एसोसिएसन। र अहिले जुन मेरो मिसन छ, नेपालमा आउनुको कारण नेपालमा जति पनि मिडियामा अमेरिका बसेर पनि हेरिराखिएको हुन्छ, यसमा राम्रा नराम्रा तिता मिठा कुराहरूले अलि हामी यसलाई अझै राम्रो तरिकाबाट केही लान सकिन्छ कि भन्ने मेरो एउटा योगदानले र मैले पनि परेको 30 वर्षको अनुभव अमेरिकामा दुःख सुख सबै भोग्दाखेरि त्यसबाट केही सिकेको पाठहरूलाई मैले पनि यो अमेरिकाबाट नेपालमा त्यो चिजलाई यहाँ ल्याउन सकेँ भने अवश्य पनि नेपालीहरूको लागि पनि कुनै योगदान हुन सक्छ कि भन्ने बेस लागेर मैले भाषी भनेको संस्था खोलेँ। त्यो भाषी भन्नुको अर्थ भिक्टिम असिस्टेन्स सपोर्ट इन्टरनेसनल। यो चाहिँ मेक्सिकन राज्यको बेसबाट खुलेको हो। आज करिब 4 वर्ष भयो र त्यसको एउटा सानो संस्था यहाँ पनि दर्ता गरेको छु, नेपालमै पनि छ। र यसको लागि पछि सबै कुराहरू पछि अर्को पार्टमा फेरि आउनेछु। तर यसको मूल अर्थ के हो भन्दाखेरि भिक्टिम भनेको हामी कुनै पनि पीडितबाट हामी कोही पनि भिक्टिम नहौँ र भिक्टिम भएका व्यक्तिहरूलाई एउटा असिस्टेन्स गर्ने एउटा वातावरण बनोस् र त्यसको एउटा सिस्टम बसाइन सकियोस् भन्ने आधार राखेर मैले नेपालमा पनि त्यो संस्था दर्ता गरेको हो र खुलेको हो। त्यसैको सन्दर्भमा मैले अब के कस्तो भइरहेछ भने अहिले यो रिसर्च मोडमा छ, यो एउटा ग्रास रुटमा छ। हजुर, यो भाषीले चाहिँ खास कस्तो कस्तो क्षेत्रमा काम गर्ने हो? अब के हो, अझै हामी भर्खर नयाँ भनिरहनु भएको छ, 4 वर्ष खुलेको भन्दा खास यसले चाहिँ कस्तो कस्तो भिक्टिमलाई चाहिँ यसले सपोर्ट गर्ने हो? भिक्टिम भन्नाले धेरै प्रकारका भिक्टिमहरू हुन सक्छन्, तर हामीले एउटा भिक्टिमलाई पहिले उदाहरणको रूपमा हामी अवश्य पनि निकाल्छौँ। यो भनेको डोमेस्टिक भाइलेन्स र दोस्रो के भने ह्युमन ट्राफिकिङ,
तेस्रो के हो भन्दाखेरि जब ह्युमन ट्राफिक पनि भइरहेछ, डोमेस्टिक भाइलेन्स पनि भइरहेछ र त्यसमा परेका मार्काहरू अन्जानमा परेका भन्नुको अर्थ चाहिँ कुनै व्यक्तिले नगरेका कुराहरू पनि आरोप लागिरहेका हुन्छन्, उनीहरू पनि भिक्टिम बनिरहेका हुन्छन्। यिनीहरू कुरा यस्तो नहोस् भन्नको लागि यो संस्थाले ठुलोबडो योगदान दिने प्रयास गरिरहेको छ। कसरी योगदान दिन्छ त्यसबारे पनि प्रश्न पार्नु। त्यसलाई हाम्रो त्यही हो, भिक्टिम भनेकै उनीहरू भिक्टिम भए त्यसलाई एउटा असिस्टेन्ट गरेर कुन किसिमको वातावरण दिनुपर्छ, उनीहरूलाई काउन्सिलिङ गर्नुपर्छ कि अथवा आर्थिक रूपले हामीले सहयोग गर्न सकिन्छ कि या कुनै एउटा संस्थाबाट उनीहरूलाई काउन्सिलिङ गर्न सकिन्छ, त्यसैको आधारबाट हामीले चाहिँ भिक्टिमको एउटा सपोर्टिङ सिस्टमबाट उनीहरूलाई सुविधा दिने र उपलब्ध गराउने हाम्रो चाहिँ योजना छ। हजुर, यहाँ नेपाल र अमेरिका दुवैको अनुभव छ तपाईँलाई बसाइ? अवश्य पनि, अवश्य। यो दुई देश बिच चाहिँ यो सामाजिक रूपमा चाहिँ कस्तो फरक पाउनु भएको छ यहाँले? अवश्य पनि नेपालमा धेरै कुराहरू के भने काम गर्नुभन्दा अगाडि बोलिएको हुन्छ, त्यो बोलिएको चिजहरूलाई अलि एक किसिमले त्यसलाई भन्दाखेरि कस्तो हुन्छ नि, ग्रास रुटबाट सबै कुरा रिसर्च नगरिकन काम गरिन्छ। रिसर्च गर्नुभन्दा अगाडि त्यो काम हुँदाखेरि खालि त्यसले एउटा मिडियालाई हुन त मिडियालाई नराम्रो त नभनौँ, मिडियाले त्यसलाई अलिक बढी माथि पनि ल्याइरहेको हुन्छ, तर त्यसको साथसाथै अलिकति मिडियाले अफसोस लाउँदाखेरि कुनै मान्छेहरूलाई उल्टो भिक्टिम पनि हुन सम्भावना देखेको हुनाले त्यसलाई चाहिँ धेरै कुराहरूलाई चाहिँ ध्यानमा राखेर मात्रै काम गर्नुपर्ने हुन्छ। हजुर, र अब यहाँले पनि एउटा सोच बोकेर आउनु भएको छ नेपालमा, पक्कै पनि केही गर्छु भन्ने अठोट लिएर आउनु भएको छ। काम गर्ने दौडानमा कतिको सहजता देख्नु भएको छ? यहाँको एक किसिमले भन्दाखेरि यहाँको वातावरण चाहिँ मैले के देखेको छु भन्दाखेरि कामभन्दा बढी सिचुएसनमा, जस्तो कुनै ठाउँमा म कुनै ठाउँमा जान्छु भने पनि म एक ठाउँमा जान्छु भनेर भन्यो भने 1 घन्टाको लागि मैले टाइम दिएको छ भने मैले 3-4 घन्टा त्यत्तिकै दिन बिताउनु परेको हुन्छ। त्यो एउटा हाम्रो कठिनाइता पनि हो र विदेशमा बस्ने मान्छेहरूको एउटा के भने पङ्क्चुअलिटी हुन्छ, तर यहाँ चाहिँ त्यो पङ्क्चुअलिटी मैले देखेको पनि छैन। तर त्यो भविष्यमा हुनसक्छ, त्यो राम्रो पनि हुनसक्ला। र अर्को कुरा के भने यो नेपाल भनेर हाम्रो अहिले 2020मा यहाँ नेपाल छिनाउने भन्ने परिस्थितिमा नेपालीहरू लागिरहेका छन्, तर वातावरणमा अलि अर्कै देख्दैछु। त्यो कारणले पनि एउटा एक्जाम्पलको रूपले हामी के हुन्छ भने पुरा एकतिर काम एकतिर लागिरहेको छौँ भन्ने मलाई अलिकति महसुस लागिरहेको छ। हजुर, अब अहिले त 2020 भिजिटिङ इयर पनि अब आउँदैछ, पर्यटक भित्राउने भनेर सरकारले धेरै ठुलो प्लान पनि ल्याइसकेको छ। सँगसँगै एनआरएनदेखि लिएर हरेक व्यक्तिले चाहिँ नेपालको परिचय चिनाउने कामहरू गरिरहेको छ। त्यो अवस्थामा यहाँले के गर्नु भएको छ? मैले चाहिँ के भन्छु भने पहिले प्रथम मेरो योगदान चाहिँ के भने नेपाल भन्ने चिनाइन्छ। म त अब एउटा एभरेस्ट भनेर मैले आफूलाई म एउटा एभरेस्टको रूपमा देखाइरहेको छु, तर त्यो मात्रै नभएर नेपाल भन्ने चिनाउनको लागि, एउटा गुडविल चिनाउनको लागि हामीलाई एउटा स्वच्छ वातावरणमा सबैले भन्दा वाहा नेपाल भन्ने किसिमको वातावरण बन्नु पर्यो। त्यो बनाउनको लागि धेरै कुराहरू सबैतिर एउटा सबैजना मिलेर मात्रै जोड हुनसक्छ र मैले जहाँसम्म लाग्छ त्यो राम्रै होला। हजुर, यहाँको केही छ त्यसमा पहल? अब मैले चाहिँ वर्ल्ड वाइड सेफ एसोसिएसनबाट यसलाई चाहिँ एउटा नेपाली खानालाई विश्वभरि चिनाउने भन्ने एउटा अभियान लिएको छु। सायद त्यो अभियानलाई पनि सायद मैले 2020मा जोड्छु होला, तर अब त्यसमा अरू मान्छेहरूलाई पनि म वेलकम गराउन चाहन्छु र सबैजनालाई मेरो चाहिँ के भने हातेमालो गराउने एउटा अभियान छ। हजुर, तपाईँले फेरि अभियानको पनि कुरा मैले गर्दै थिएँ, तपाईँले जोडिहाल्नु भयो। एउटा त तपाईँले समाजसेवा गर्ने अठोटका साथ जुन अभियान ल्याउनु भएको छ त्यो एकदमै स्वागतयोग्य कुरा हो। अर्को कुरा, यहाँले नेपालको 7वटा प्रदेशको चिनारी स्वरूप त्यहाँको खानाहरूलाई प्रवर्धन गर्ने भनेर विभिन्न ठाउँमा फुड फेस्टिभल पनि तपाईँको संयोजकत्वमा भएको हामीले सुनेका थियौँ। यो खास किन, यो कसरी सोच आयो 7 प्रदेशको खानालाई ल्याउनुपर्छ भनेर? मैले विदेशमा बसिकन नेपाली खाना चाहिँ को रेस्टुरेन्ट खोलेर 10औं वर्षको मेरो आफ्नो अनुभवलाई विदेशीमा कसरी खानाहरू बाहिर लान सकिन्छ भन्ने मेरो अनुभवले र मलाई विदेशभरि अरू विदेश कन्ट्रीमा चाहिँ नेपाली खानालाई इन्डियन खाना भन्ने बिक्री गराइएको हुनाले त्यो एउटा अस्तित्व पनि गएको हो कि भन्ने महसुस भइकन मलाई आफूलाई के भने नेपाली खानालाई लानुपर्छ, इन्डियन खानालाई होइन भन्ने मेरो एउटा वचन हो
र मैले गरिसकेको अनुभवले पनि यसलाई के देखाउँछ भने हामीले जहाँ पनि जुनै पनि संसारमा नेपाली खानालाई देखाउन सकिन्छ भन्ने मैले विश्वास गरेको छु। त्यसको साथसाथै मैले एउटा टिमवर्क पनि गरेको छु। तर त्यसमा सबैजनालाई यहाँ भएका नेपाली सेफहरूलाई यहाँ अरू कन्ट्रीमा भएका सेफहरूलाई एकै ठाउँमा ल्याएर नेपाली खानालाई विश्वभर नै पुर्याउने भन्ने एउटा योजना गरेको छु। त्यही योजनामा म एउटा फाउन्डरको रूपले नेप्लिज वर्ल्ड वाइड सेफको आधारबाट मैले सबैजनालाई यहीँबाट म आह्वान गर्न चाहन्छु र यहाँहरूले यदि हातेमालो दिनुभयो भने अवश्य पनि त्यो नेपाली फुड चाहिँ वर्ल्डमा अवश्य पनि प्रचलित हुन्छ र नेपाली खाना भनेको तराईदेखि हिमालसम्म एउटा जोडिएको एउटा कल्चर छ। त्यो कल्चरको खाना भनेको यो के भने धेरै हेल्थी खाना हो र यो हाम्रो होम कुकिङ खाना हो। त्यो होम कुकिङ खानालाई हामीले विश्वभर पुर्याउन सक्यौँ भने हामी अवश्य पनि राम्रो तरिकाले नेपाललाई चिन्छ भन्ने मैले विश्वास गरेको छु। हजुर, खास यो नेपाली खाना प्रवर्धन हुन नसक्नुमा चाहिँ कहाँनिर कमजोरी पाउनुभयो? यसमा चाहिँ मैले देख्छु, एक त आज 10औं-15औं वर्षसम्म नेपालको गभर्मेन्टल लेभलमा नै उनीहरू प्लाटफर्ममा आउन सकेको थिएन। यो डेमोक्रेटिक भन्ने कन्ट्री अहिले भर्खरै लाग्दैछ, उहाँहरूले जोड दिइरहनु भएको छ। तर यो गभर्मेन्टको मात्रै एउटा दायित्व होइन, हाम्रो प्रत्येक नेपालीको दायित्व हो यो। र प्रत्येक दायित्वमा हामीले के बुझ्नुपर्छ भने म नेपाली भनेर गौरव राख्छन् भने नेपाली पनि उनीहरू दाल भात त सबैले खान्छ। त्यो दाल भात खानेको चिजलाई पनि अरूलाई पनि चिनाउन सक्यो भने अझ त्यसमा बेस हुन्छ भन्ने मलाई लाग्छ र नेपाली अवश्य पनि जान्छ त्यो ठाउँमा। हजुर, अब यहाँले यो 60वटा प्रदेशमा आफ्नो नेपाल बसाइको क्रममा खाना महोत्सव पनि गर्ने तयारी हुनुहुन्छ, त्यो तयारी चाहिँ कहाँसम्म पुगिरहेको छ? अब अहिले त्यसको स्केड्युलहरू भइरहेछ। त्यसको लागि म गाउँतिर म जाने प्रयास गरिरहेको छु। तर अब यहाँको वातावरण र यहाँको सिचुएसनमा यहाँको ट्राफिकिङ स्केड्युलिङ सबै किसिमकोहरू सबै कुरा मिल्न नसकेको कारणबाट त्यसलाई अलि ढिलाइ भइरहेछ। तर अवश्य पनि हुन्छ। यदि यो समयमा भएन भने पनि अर्को 2-3 महिनापछि फेरि यसलाई चाहिँ मैले अवश्य पनि कम्प्लिट गर्नेछु। हजुर, एउटा के आरोप लागेको छ भन्दाखेरि जो विदेशमा लामो समयसम्म बस्ने नेपालीहरूको लागि त्यहाँबाट सरकारलाई विरोध गर्ने अथवा नेपाली गभर्मेन्टलाई गाली गर्दा चाहिँ खुसी हुने जमातहरू छन् भनेर यसअघि केही नेताहरूको अभिव्यक्ति पनि आयो कि त्यहाँ रहने नेपालीहरूले नेपाललाई गाली गर्दाखेरि अथवा नेपाललाई नभनौँ नेपालका नेताहरूलाई गाली गर्दा रमाउँछन्? त्यो अवश्य पनि गलत हो। किनभने उनीहरू विदेशमा गएपछि म विदेशीको नाताले पनि म के भन्छु भने त्यहाँ 2टा नाता छ। जस्तो कि लेडिजको 2टा नाता हुन्छ, एउटा जन्मघर एउटा कर्मघर। विदेशीको पनि 2टै नाता छ, चाहे तिनीहरू जापान बसुन्, अमेरिका बसुन्, लन्डन बसुन्, जहाँ भए पनि उनीहरूको 2टै नाता छ। एउटा जन्मघर, उनीहरूले जन्मघरलाई कहिल्यै पनि बिर्सिन सक्दैन, र एउटा हो कर्मघर। कर्मघर भनेको उनीहरूको आफ्नै दुःख छ, आफ्नै पीडा छ। त्यो पीडामा जहिले पनि आफू भोगिरहन परेको छ, आफ्नो पारिवारिक समस्याहरू होला, अनेकौँ कारणबाट उनीहरू त्यो जौलिएको हुन्छ। उनीहरू जहिले पनि माथि आउन कोसिस गरेको हुन्छ। उनीहरूलाई दिनुपर्ने सहुलियत पनि त्यसलाई वातावरण बनाउनु पर्ने एउटा पनि गभर्मेन्टको दायित्व पनि थियो। तर त्यसमा अहिले गभर्मेन्टको स्ट्रक्चरबाट त्यति सुक्नुको कारण उनीहरूको पीडा पनि हो। दोस्रो कुरा के हो भन्दाखेरि विदेशमा बस्ने मान्छेले न त यहाँको बस्ने मान्छेले उनीहरूलाई गाली गर्नु मिल्छ र उहाँ बसेको मान्छेले यहाँ गाली गर्नु मिल्छ। यो त एउटा माया र लभको भावनाले हामीले 2टै देशलाई माया गर्नुपर्छ भन्ने चाहिँ मेरो विश्वास छ। हजुर, अब भने लगभग कार्यक्रमको अन्त्यतिर आइसकेका छौँ। यहाँको अभियान एकदम सफलताको शुभकामना दिन चाहन्छु। अझ कतिपय कुराहरू हामीले छुटायौँ, अझै तपाईँसँगबाट बुझ्नुपर्ने कुराहरू फेरि आगामी दिनमा तपाईँको कामसँगै क्रमिक रूपमा यहाँसँग कुराकानी जोड्ने नै छौँ। अन्त्यमा हामीलाई हेर्नुहुने सम्पूर्ण दर्शकहरूको लागि चाहिँ के भन्नुहुन्छ? म नेपाली हुँ। म नेपालको एउटा उच्च वातावरणको सृजना लिएर आएको छु। यहाँहरूले मलाई हातेमालो गर्नुहोस् भन्ने मेरो अभियान छ। त्यति नै हो। नमस्कार। थ्याङ्क यू सो मच। समाजको आवाज.com